नमस्ते सम्पूर्ण देश विदेशमा छरिएर रहनुभएका चिर परिचित मित्रहरूमा आज चाहिँ श्री जनप्रिय आधारभूत विद्यालय मोदी गाउँपालिका 1 लक्ष्मीबोटमा मन्दिर उद्घाटन समारोह भएको हुँदा सम्पूर्ण सहयोगदाता सहित हामी प्यारो गाउँ लक्ष्मीबोटको यात्राको क्रममा छौं। बुवा आमा दाजुभाइ दिदीबहिनीहरू निकै समयपछि आफ्नो गाउँमा मन्दिर उद्घाटन तथा सम्मान समारोहमा उपस्थित हुन जाँदा निकै उत्साहित हुनुहुन्छ। पोखरा हुँदै नयाँ पुल झरेर अहिले चाहिँ हामी सेराब्यासीमा आइपुगेका छौं। गाउँको सुन्दर शान्त हरियाली मनोरम दृश्यसँग रमाउँदै हाम्रो यात्रा गन्तव्य स्थलतिर अघि बढिरहेको छ। पर्यटकहरूको पनि आकर्षक गन्तव्यको स्थल भएकोले यो बाटो दिनहुँ जसो पर्यटकहरूको आगमन भइ नै रहन्छ। यहाँबाट उल्लेरी घोरेपानी हुँदै हिमाललाई नजिकबाट नियालेर त्यो मनोरम स्वर्गीय आनन्द लिन सकिन्छ। यो भुरुङ्दी खोलामा द्रुत गतिमा बन्न लागेको पुल लगभग 15 वर्ष हुन लागिसक्यो। अहिले चाहिँ जसो तसो खुट्टा चाहिँ टेकेको रहेछ। यसमा पनि सम्बन्धित निकायको ध्यान केन्द्रित होस्। समयमै पुल निर्माण भइदिए आफ्नो गाउँठाउँमा केही गर्छु भन्ने सोच भएकाहरूलाई र कृषिमा आधारित जनसमुदायलाई केही राहत हुने थियो र गाउँको विकास र समृद्धिमा पनि टेवा पुग्नेछ। हाम्रो यात्रा लक्ष्मीबोटतिर भएकोले भुरुङ्दी खोला तरेर ब्यासीको यो उकालो चढ्दै माथितिर लागिरहेका छौं। सुन्दर गाउँ लक्ष्मीबोटको लगभग हामी नजिक आइरहेका छौं। यहाँको हावा पानी र मौसमले गाउँको आभास गराइरहेको छ। यति बेला मौसमको कुरा गर्दा बजारतिर अथवा शहरी भागमा चाहिँ केही गर्मीको महसुस भइरहेको छ भने गाउँतिरको हावापानी चिसो र न्यानो अनुभूति भइरहेको छ। चारैतिर हरियाली रुख बिरुवाहरूले शीतल प्रदान गरिरहेको छ। गाउँमा चाहिँ उकाली ओह्राली अर्ग्यानिक खानपान र जनसमुदायमा भाइचारा र मितव्ययिता हुने भएकोले गाउँले जीवन मजबुत र छुट्टै महत्वाकांक्षी बोकेको हुन्छ। गाउँले परिवेश अनुसार स्वदेशी तथा विदेशी पर्यटकहरूलाई गरिने स्वागत सत्कारले उनीहरूलाई खुसी मात्र प्राप्त नभई वास्तविक जीवन दर्शाइदिन्छ। कृषिमा आधारित हाम्रो देशले अझै पनि बजार भाव र सहजीकरण पाउन सकेको छैन र शिक्षा स्वास्थ्यमा पनि राम्रो सोचे जस्तो उपलब्धि हुन नसक्दा धेरै जसो बसाइसराई गर्ने प्रचलन बढिरहेको छ। अहिलेको सरकारले केही नयाँ आयाम नीतिहरू लिएको छ। आशा गरौं भविष्यमा नयाँ पिढीले यस्तो समस्याहरू र जटिल परिस्थितिहरू भोग्न नपरोस्। हामी चाहिँ लक्ष्मीबोट गाउँमा प्रवेश गरिसकेका छौं। यो सुन्दर नजारा देख्न सक्नुहुन्छ यहाँहरूले। चारैतिर हरियाली डाँडा काँडा र मनोरम दृश्यहरूले गाउँको सुन्दरता झल्काएको छ। यहाँ चाहिँ निकै समय पहिला यो पानी पँधेर माथि ठूलो लप्सीको वृक्ष अवस्थित थियो। गाउँको बीचमा ठूलो लप्सीको बोट भएकोले यो गाउँको नाम नै लक्ष्मीबोट रहन गएको भन्ने भनाइ छ। अहिले चाहिँ बोट धेरै पुरानो भएको र सुरक्षा नीति र यो बाटोघाटोले गर्दा चाहिँ बोटलाई चाहिँ पन्छ्याइएको छ। नमस्ते दर्शकबिन, फाइनली हामी चाहिँ लक्ष्मीबोटमा आइसकेका छौं। स्वागत कार्यक्रममा यहाँहरूलाई पनि स्वागत छ।
आज मिति 2082 साल 1 महिना 23 गते बुधबारको दिन यस हाम्रो विद्यालय प्राङ्गणमा निर्माण गरिएको सरस्वती मन्दिर उद्घाटन कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सभापतिज्यू, वडा प्रमुखज्यू, प्रहरी चौकी प्रमुखज्यू, रैलेकाली आमा समूह प्रमुखज्यू, तालु आमा समूहका अध्यक्षज्यू, यसै विद्यालयका भूपुत्र श्री फुपू तोप कुमारी गुरुङज्यू, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, हामी एकदम खुसी छौँ र हजुरहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ। विशेष त हजुरहरूको सहयोगले गर्दा हामीले वर्षौँदेखि अभाव रहेको अनुभव गरिरहेको सरस्वती मन्दिर बनाउन सफल भएका छौँ। यसमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। हामीले अभाव ठानिरहेको विद्यालयमा सरस्वती मन्दिर बनाउनु पर्छ भनेर हामीले विद्यालय व्यवस्थापन समिति तथा हामी सबै भैली खेल्ने हाम्रा आमा समूहहरू सबै मिलेर हुन्छ मन्दिर बनाऊ भन्ने एउटा सल्लाह भएको थियो र 50,000ले मात्र मन्दिर बन्नु पनि सम्भव थिएन। तपाईँहरू सबैले हामी पढेको विद्यालय हो, हाम्रो गाउँको एउटा संस्था हो, पवित्र संस्था हो, हामीलाई यस्तो सहयोग गर्ने मौका दिनुभयो भनेर हजुरहरू सबैले हामीलाई एकदम हृदय दिल खोलेर आफैले फोन गरेर पनि हामी सहयोग गर्न तयार छौँ भनेर भन्नुभयो र मन्दिर बनाएर पनि आज हामीले यो कार्यक्रमसम्म सञ्चालन गर्न सक्यौँ। यसका लागि हजुरहरूलाई एकदम धेरै धेरै धन्यवाद छ। प्रति त्यति धेरै आशा रहेछ हाम्रो गाउँको भनेर हामी एकदम हाम्रो सोच नै परिवर्तन भयो त्यो दिनदेखि। उहाँहरूले विद्यालयलाई गएको मान मर्यादा माया चाहन्छु र यहाँ सबैजना यहाँ उपस्थित भइदिनु भयो। अभिभावकहरू हाम्रा चन्दादाताहरूलाई विशेष विशेष धन्यवाद छ। यहाँबाट बिदा हुनु स्थानबाट उठेर यस राष्ट्रिय गानमा यहाँबाट बजाउनेछु। सबैजनाले उठेर सबैलाई नमस्कार। आज यस विद्या की खानी सरस्वती देवी मन्दिर तथा बगैँचा उद्घाटन समारोहका साथै श्री जनप्रिय आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री अनिल कुमार गुरुङज्यू, प्रमुख अतिथि मेरो भज्जा लोकमान सुबदार लोकमान गुरुङज्यू, यस श्री जनप्रिय प्राविका प्रधानाध्यापक रत्न कुमारी गुरुङज्यू, अभिभावक समितिका अध्यक्षज्यू, व्यवस्थापन समितिका कलाधु तमु समाजका मेरो भज्जा अध्यक्ष तेजबहादुर गुरुङज्यू, यसै लक्ष्मीवर होमस्टे समुदायका अध्यक्ष इन्द्र कुमारी गुरुङज्यू, रैले लक्ष्मीवर रैले आमा समूहका अध्यक्षज्यू तथा यसै विद्यालयको शिक्षक शिक्षिकाहरू, कार्यालय सहयोगी जो सम्पूर्ण मञ्चमा आसीन अतिथिज्यूहरू, म तकुमारी गुरुङ यस लक्ष्मीवरमै जन्मिएको, यसै लक्ष्मीवरमा यही जनप्रिय प्राविमा कहाँ अक्षर चिनेर 2047 सालदेखि 2000
77 सालसम्म जीवन अथवा मेरो सम्पूर्ण समय यही बिताएको हो। तपाईहरू सबैलाई नै थाहा छ। त्यसैले म यस विद्यालयलाई साह्रैभन्दा साह्रै माया लाग्छ। त्यसैले म यो विद्यालयलाई कहिल्यै पनि भुल्न सक्दैन। मैले 2077 साल पुस 1 गतेबाट मेरो नाताले बुहारी तर साथी हैन, हातमा हात साथमा साथ मिलाएर सँगै हिँडेको शिक्षक साथी अहिलेको हाल वर्तमान प्रा रत्नकुमारीलाई मेरो जिम्मेवारी सुम्पेर गएको हो। त्यसैले म एकदम अहिले रत्न गुरुङले गरेको यो कामलाई धेरैभन्दा धेरै काम देखेर धेरै खुसी छु। एकदम राम्रो गर्नुभएको छ। यो भन्दा पनि धेरै धेरै राम्रो होस् छु। ल आशालाई हामी ग्रहण गर्दै अबको क्रममा स्वागत गीतलाई हामी अगाडि बढाउन गइरहेका छौँ। सम्मान पत्र यस श्री जनप्रिय प्राथमिक विद्यालयको परिसरमा निर्मित बगैँचा निर्माणका लागि तपाईँ श्री हेनरी मेजर खुसीमान गुरुङजीले नगद रु 1,05,000 आर्थिक सहयोग प्रदान गर्नुभएकोमा यहाँको अतुलनीय योगदानको उच्च कदर गर्दै सधन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ, जसमा प्रधानाध्यापक रत्नकुमारी गुरुङज्यू प्रमुख अतिथिको रूपमा यहाँ हामीले मोदी गाउँपालिका वार्ड नम्बर 1 का अध्यक्ष आदरणीय दाई वडा अध्यक्ष दाई टेक बहादुर गुरुङज्यूलाई आमन्त्रण गरेको थियो, तर उहाँको स्वास्थ्य स्थितिको कारण उपस्थित हुन सक्नु भएन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल गुरुङज्यूको हस्ताक्षर रहेको छ र मिति 2083 वैशाख 23 गते बुधबार लागि उहाँका प्रतिनिधि आदरणीय भाइ रत्ती गुरुङज्यू हामी माझ हुनुहुन्छ र यहाँहरूको यो उच्च सहयोग हामी मूल्याङ्कन र शब्दले वर्णन गर्न सक्दैनौँ। अबको क्रममा 1000 बराबरको सरस्वती मूर्ति सौजन्य गर्नुभएकोमा यहाँको अतुलनीय योगदानको उच्च कदर गर्दै श्रीमती यहाँ हामी माझ हुनुहुन्छ। यो सम्मान पत्र ग्रहणको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। सम्मान पत्र पनि उहाँलाई प्रदान गरिदिनुको लागि म प्रधानाध्यापक अथवा र अबको क्रममा नगद रु 19,000 आर्थिक सहयोग प्रदान गर्नुभएकोमा यहाँको अतुलनीय योगदानको उच्च कदर गर्दै यो सधन्यवाद सहित यो सम्मान पत्र प्रदान गर्दछौँ। सरस्वती मन्दिर निर्माणको लागि नगद रु 19,000 प्रदान गरी सहयोग गर्नुभएको थियो र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै यतिखेर यो मौर्य सरौ निवासी हुनुहुन्छ, हाल रोमानियामा कार्यरत भाइ मनोज नेपालीजीले नगद रु 15,555 रुपियाँ हामीलाई प्रदान गर्नुभएको थियो। भाइ सञ्जय थापाले हामीलाई मन्दिर निर्माणको लागि 11,111 आर्थिक सहयोग प्रदान गर्नुभएको थियो, प्रदान गर्दैछौँ। र यस अबको क्रममा हाम्रा
आर्थिक सहयोग प्रदान गर्नुभएको थियो र उहाँलाई पनि उच्च सम्मान स्वरूप यो सम्मान पत्र प्रदान गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। र उहाँकै दाई भन्न चाहन्छु म आदरणीय काका युके निवासी काका कृष्ण गुरुङजीले पनि हामीलाई अबको क्रममा श्री जनप्रिय प्राथमिक विद्यालय जापानमा कार्यरत बहिनी सुशीला गुरुङजीले हामीलाई यस मन्दिर निर्माणको लागि रु 10,000 आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। उहाँको आमालाई हामी यो सम्मान पत्र अहिले उहाँको बाल्यबाट ग्रहण गरिदिनु हुनुको लागि आग्रह गर्दै गुरुङजीले पनि हामीलाई नगद रु 10,000 प्रदान गरी सहयोग गर्नुभएको थियो र आर्थिक सहयोग प्रदान गरी सहयोग गर्नुभएको थियो। उहाँलाई हार्दिक धन्यवाद स्वरूप यो सम्मान पत्र प्रदान गरिरहेको छ। र अर्को नाम त्यसै गरी सरस्वती मन्दिर निर्माणको लागि सञ्जीव परियारज्यूले नगद रु 10,000 प्रदान गरी आर्थिक सहयोग र सरस्वती मन्दिर निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको यहाँ म नाम वचनको क्रममा छु। उहाँको छोरा र बुहारीले नगद रु 10,000 आर्थिक सहयोग प्रदान गरी सहयोग गर्नुभएको थियो। र त्यसै गरी हाल अमेरिकामा कृपया ताली बजाइदिनु होला सबैले। र यसै गरी सरस्वती मन्दिर निर्माणको लागि यहाँहरूले निरन्तर यस विद्यालयको शैक्षिक प्रगतिको लागि गर्नु सम्मान पत्र ग्रहण गर्दै हुनुहुन्छ र यसै गरी ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। र अबको क्रममा म यहाँ वाचन गर्न गइरहेको छु भाइ दीपक दर श्रीमती हुनुहुन्छ, बहिनी सुनिता परियारज्यू यस विद्यालयका शिक्षिका पनि हुनुहुन्छ। अगाडि आएर सम्मान पत्र ग्रहण गरिदिनु होला। अब तिमीले नदुखाइदेऊ